अहिले बिहान होइन दिउँसो भइसक्यो एन्ड दिस इज प्रिन्स अनि प्रिन्स एउटा कुरा भनौँ हिजो एउटा के कमेन्ट आएको थाहा छ मुना दिदी विथ हर न्यू बोयफ्रेन्ड पाप लाग्छ तिमीलाई केही भन्नु छ भन त पाप लाग्छ यसरी भन्नु पर्छ तँलाई पाप लागिजा पाप लागिजा हो प्यारो दिदी सिस्टर बिग सिस्टर हाम्रो देख्नै नहुने है तिमीहरूको सोचाइ कस्तो छ हो मेन्टालिटी कस्तो छ कुनै पनि महिला अर्को पुरुषसँग हिँड्ने बित्तिकै गर्लफ्रेन्ड बोयफ्रेन्ड हुन्छ What the F? तिम्रो दिमाग छैन हाई थ्याङ्क यू दिदीको जतातिर फ्यानै फ्यान हुन्छ है तेरो मार्क्स लाग्यो भने मलाई मात्र लाज लाग्छ म त एडमायरर माया गर्ने मान्छेहरू लाज लाग्दैन तिमीलाई पहिला भन न लाज लाग्छ कि लाग्दैन लाग्छ कफी खान जाने कि चिया खान जाने तिमी के खानु हेलो कफी अब हामीलाई त बालो हामी चिल हो कि हामी आलु खाँदै चिल छौँ हात पाटिसक्यो भने यहाँ आलु खानुहोस् मस्त रहनुहोस् राउन्ड 2 अघि हामीले खाएर फेरि आएको छौँ होइन आलुचप खानलाई लो है लो यही हो आलुचप अघि हामीले खाएको 50 रुपियाँको लिएर गएको 50 रुपियाँकोले पुगेन यार बहिनी फेरि थप्नु पर्यो अब हामी अब फेरि खान्छौँ होइन त्यही हो आज गई चाहिँ हाम्रो चाहिँ आज रेस्टुरेन्टको ओभरअल वर्क यहाँ छ हजुर यहाँ छ यस्तो छ भाइहरूको काम छैन गाइस काम छैन हाम्रो चाहिँ आज रेस्टुरेन्टको ओभरअल अलिकति फाइनेन्सियल म्याटरहरूको कुरा गर्नुपर्ने छ एन्ड देन हामी हल्का फुल्का रेस्टुरेन्टको लागि सामानहरू पनि किन्न जान्छौँ होला म त सबै तपाईँहरूलाई देखाउँछु त्यहाँ हेर खान हतार भइसक्यो है खान हतार भइसक्यो ए उस राखेको राखेन दामी छ नि त त्यसमा त म त तितोरा दिन्छु कि यसलाई कस्तो गर्छ फेस तितोरा गाइस तितोरा खाएन सलाड गाइस हामी चाहिँ होइन घुम्दै फिर्दै डुल्दै होइन गोदावरीमा आइपुगेको छ लुक एट द प्लेस तपाईँहरूलाई थाहा छ होइन मलाई यस्तो प्लेसहरू कति मनपर्छ भनेर ओ माई गॉड आई लभ दिस काइन्ड अफ प्लेस गाइज होइन अब हामी चाहिँ यहाँ के खानेकुराहरू मगाएको छ होइन के मगाएको छ प्रिन्स भन त सुकुटी अनि कस्तो लोकल चिकनसँग भातै नखाने हो र भात भन है म त भात खाने हो अनि गाइज दिस इज हेली है अघिको राख्दिनँ कि फेरि इन्ट्रोड्युस गरेको यस एन्ड वी आर द यही रिभिल गरिदिने हो नाम यही रिभिल गरिदिने हामीले चाहिँ होइन हाम्रो रेस्टुरेन्टको नाम पनि सोचिसकेको छौँ गाइज है सुन हाम्रो अब नेक्स्ट भ्लग हुन्छ अथवा अरू कुनै भ्लगमा हामी तपाईँलाई चाहिँ नाम रिभिल गर्छौँ मैले नाम रिभिल गर्ने भनेको तर सरले चाहिँ नोरे अहिले ओए प्रिन्स मैले त अघि भर्खरै एउटा कमेन्ट देखेको थिएँ यार प्रिन्स जी त साह्रै ह्यान्डसम हुनुहुन्छ भनेर कमेन्ट आएको हेले उसलाई कमेन्ट आएको अरे क्या मक्क हेरेर नाक ह्यान्डसम छ मेरो भाइहरू सब ह्यान्डसम छ प्रिन्स पनि ह्यान्डसम छ हि सिङ्गल हेली पनि ह्यान्डसम छ तिमी सिङ्गल हो कि मिङ्गल हो भन्नु त कम्प्लिकेटेड भन्न न इट्स कम्प्लिकेटेड त्यही भएर रिलेसनसिपमा बस्नु हुँदैन रिलेसनसिपमा बस्यो भने यहाँ हेर ट्रमाटाइज गाईहरू कस्तो हुन्छ देखिन्छ इज द वान मार्ला यार तिम्रो गर्लफ्रेन्डले मलाई तर म काट्दिनँ म सब हालिदिने र हालिदिने हो यो हाम्रो हो ल गाइज दिस इज द खानेकुरा ओ माई गड म त भात खाने यार यो त ल अब चाहिँ हामी बस्छौँ यहाँ ओए फोहोर त कहाँ हुर्राइदिएको यार ब्रदरले भाइ यो चिकन छ नि यो चिकन यो यहीँकै लोकल हो साँच्चै उदेवाला चिकन हो
यतै मिठो छ यार चिकन त मिठो भएन भने फेरि म जाने छु है गाइस आइ एम सो एक्साइटेड टु इट दिस के रे फेरि भन त नराम्रो जाने चाहिँ कता छ रे उता छ राम्रो र नराम्रो हुन्छ यहाँ टोइलेट फेरि गाइस राम्रो र नराम्रो हुन्छ टोइलेट सरहरूले यस्तो मगाउनु भएको छ मलाई चाहिँ भात खानु मन छ होइन तर यो चाख्दिन न कस्तो छ यो के भन्छ रे यसलाई लसपस नगर्नु ल ए यो बदम सादेको मिठो छ यार गाइस दामी छ मासु चाहिँ मिठो हुन्छ जस्तो यो मासुसँग त भात त 3 थालै जान्छ होला गाइस कस्तो राम्रो ठाउँ छ क्या अरू भन्दा पनि त्यहाँ बच्चाहरू हेर्नु त्यहाँ बच्चाहरू खेल्दै जाँदै गरिरहेको छ कि पानीमा भित्र पस्यो गाइस म तपाईँहरूलाई एउटा कुरा देखाउँछु होइन म खाँदै ठाउँ छोडेर आएको ओ यो बोकाले धन्दै मलाई मार्यो है यो बोका हेर्नु न यो बोका कस्तो डेन्जर बोका रहेछ यो त हेर न ऊ आमालाई त्यो आमा भटामा त जानै नदिने बिचारा त्यो सानो पाठोलाई के ऊ त्यो सानो पाठो हो कि पाठीलाई त कस्तो के आमा भाटामा जानै दिएछैन कि हेर न यसको दबदबा हेर न लो त्यसै बोका भनेको त होइन रहेछ गाइस यो बोकाले त त्यो आमालाई छुनै दिएछैन त्यो बच्चालाई कस्तो रिस उठ्दो अब यो बोकालाई काटेर खानुपर्छ यार तर म खाँदिनँ कस्तो रिस उठ्यो मलाई त बोकालाई देखेर बोका के यो बोकाले तिमीहरू बोका भनेको होइन कि बाख्रा बोका भनेको के कस्तो होला त्यसले के होइन हामी खाजा खाइरहेको त्यो बोकाले त नि पुरा के त्यो बिचरा सानो पाठो चाहिँ होइन पानी के अरे मिल्क खान आइरहेको छ कि दुध खान आइरहेको होइन अनि खानै नदिएको सिङले हानेर उता पुऱ्याइदिएको भने कस्तो छुच्चो बोका रहेछ यस्तो मिठो खानेकुरा छ होइन यस्तो सुकुटी छ यहाँ सादेको बदम सादेको छ यहाँ चटपट सादेको छ यहाँ मासु छ चिउरा छ होइन अनि हामी खाइरहेछौँ हेलीले खाइरहेछ होइन तर हाम्रो ग्रुपको बिजी प्राइम मिनिस्टर हो क्या ऊ चाहिँ होइन उसको जहिले पनि खाने बेलामा फोन आइरहेको हुन्छ क्या उसको ऊ बिजी प्राइम मिनिस्टर हो क्या प्राइम मिनिस्टर बिजी प्राइम मिनिस्टर कति आउँछ हो यो मान्छेलाई कल एकछिन शान्तसँग बसेको देखेको छैन मैले साँच्चै हो एनिवेज गाइज होइन यो लोकल कुखुराको चिकन रहेछ होइन अब यु गाइज नो मुना दिदी इज अलवेज लुकिङ फर फुड सी इज अल अबाउट फुड खाएर लोकल चिकन वाह यो छ नि फ्री रेन्ज चिकन जस्तै हो क्या मजाले घुमिरहेछ कि चिकनहरू हेर्नु फ्री रेन्ज चिकन यहाँ हेर्नु कुकुर पनि फ्री रेन्ज नै छ यहाँ न त घरमा बाँधेर राख्छ नि त पप्पीहरूलाई ल हेर्नु त यस्तो डाँडा काँडामा बसेर लड्दै पढ्दै ठुलो भएर होइन अनि यसरी खाएर कस्तो के त्यो मासु नै फरक छ क्या यस्तो खालको शान्त वातावरणमा आउन पाउँदा त मेरो मन गदगद भयो मैले पोखरामा हुँदाखेरिमा यस्तो ठाउँ देख्यो भने म यस्तो खुसी हुन्थेँ कि होइन काठमाडौँमा चाहिँ कतै नै छ होला र जस्तो फिल हुन्थ्यो कि तर मैले त यो साइड त एक्सप्लोरै नगरेको रहेछ काठमाडौँमा आएको यति वर्ष भइसक्यो तर मलाई थाहा छैन यहाँ यस्तो ठाउँ छ भनेर थ्याङ्क्स टु हेली चिकन खान्छु ल कति ढेर बोलेको भन्नुहुन्छ है कामै बोल्ने हो कामै हो के भन्यो रे फेरि भन त कामै बोल्ने हो त्यही त एक्ज्याक्टली कामै बोल्ने हो भन्दै चिकन सकेको यार कस्तो दामी छ सक्ने लागिसक्यो भात पाएन कि भात मलाई भन ल कस्तो लाग्यो प्राइम मिनिस्टर कस्तो लाग्यो हजुरलाई मिठो मिठो लाग्यो
प्राइम मिनिस्टरले त्यस्तो भनिसकेपछि त होइन शङ्काको त त्यहाँ गुन्जाइस नै छैन होइन मिठो छ गाइज अब यो हड्डी पनि छोड्नु हुँदैन अलराइट गाइज दिस इज द नेक्स्ट मर्निङ गुड मर्निङ अनि तपाईँहरूलाई मैले यो किन देखाइरहेको छु भने ल हेर्नुहोस् गाइज मैले कि अस्ति त्यहाँ दुध उमालेको थिएँ होइन यस्तो फाट्यो क्या दुध माइ गड अनि यस्तो घिनलाग्दो भएर बसेछ अनि ऊ त्यहाँनिर चाहिँ भाँडा पनि छ यहाँ भाँडा धोएको कहिल्यै निस्किँदैन यो त्यति लथाले तिङ्ग छ ओके अनि आई जस्ट वक अप गाइज होइन कहिलेकाहीँ त यसो घरको नजारा पनि देखाइदिनु होइन म युजली एकदम सफा राख्छु चट्ट राख्छु होइन तर म उताबाट आएदेखिबाट मैले केही गर्नै भएको छैन म यति बिजी भएँ होइन सो अरू चिज केही पनि गर्नै भइरहेको छैन क्या होइन अनि किचनको हालत यस्तो देख्दाखेरिमा मलाई यस्तो लाज लगाइरहेछ है किचनको मात्रै होइन गाइज बेडको हालत यस्तो छ ओ माई गॉड यस्तै चलिरहेछ होइन अनि आज चाहिँ म एकदमै स्पेसल ठाउँमा जानुपर्ने हुन्छ है आई थिङ्क त्यसको भ्लग चाहिँ भोलि आउँछ होला म जाँदैछु निमिष र वर्षाको नयाँ मुभी लाइक निमिष भाइको नयाँ मुभी लाइफ ड्यामेज अनि त्यसको प्रिमियर पनि छ आज अनि त्यसैले म त्यहाँ जाँदैछु अनि जानुभन्दा अगाडि एज युजुअल म फेरि रेस्टुरेन्ट पनि जान्छु होला किनभने रेस्टुरेन्टको अरू काम पनि धेरै बाँकी छ होइन अब चाहिँ छिटो छिटो गर्नुपर्ने हुन्छ अनि त्योभन्दा अगाडि चाहिँ यसो पेट पूजा गरिदिउँ भनेर होइन अनि पेट पूजा चाहिँ मैले यो बनाएको छु गाइज यो यस्तो मिठो हुन्छ होइन खाँदै कुरा गरौँ ल अघि नै पनि खाइसकेँ मैले के होइन लाइक चिया यताउता खाइसकेँ एन्ड दिस इज माई लन्च जस्तो भनौँ न भात हो क्या भातको सट्टामा करेन्ट नुडल वाउ डल्ले सानोसँग खानुपर्छ होला धन मिठो हुन्छ त्यही नै हो आजको दिन त्यस्तै हुन्छ होला एन्ड गाइज म तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल अस्ति बुढाको अचारको लन्चमा यता काठमाडौँ मलको लन्चमा चाहिँ मैले बाबुहरूलाई त्यो दिनमा बाबुहरूलाई मैले के किनिदिएको थिएँ कि होइन अनि आई वान्ट टु सो यु लाइक मैले के किनेँ भनेर है लु मैले चाहिँ बाबुहरूको लागि भनेर दुईवटा कपडा यस्तो के दुईवटा झोला किनिदिएको छु होइन अलिकति खाइदिइहालौँ न कस्तो भोक लागिरहेछ क्या मलाई फेरि दिदीको काम खाने मात्रै भन्न खान पर्छ गाइज नखाइकन हिँड्न सकिँदैन म एक्लै हुँदाखेरिमा यसरी भात बनाउँदिनँ कि मैले खाने भनेको यस्तै नुडल्स खाएर बसेर आउँछ दिउँसो होइन अनि दिस इज द रिजन वाइ मलाई नाइमाले फोन घरमा बोलाएर आउँछ कि खाना खानको लागि उसले खाना बनाउँदैन भने सी नोज द्याट अहिले त झन् मुकबाङ पनि गरिरहेको छैन नि त सो भात पकाउने सुर साह्रै हुँदैन मेरो त मैले के किने त मेरो बाबुहरूको लागि यो चाहिँ सिभिल मलमै किनेको के अरे काठमाडौँ मलमै किनेको दिस इज द फर्स्ट सेट है अनि यसको चाहिँ यो पनि छ कट्टु पनि छ वाउ दिस इज नाइस यो चाहिँ मेरो ठुलो छोराको लागि हो अनि अर्को रहेको छ यो व्हाइट कलरको यो पनि मेरो ठुलो छोराको लागि हो मलाई चाहिँ यस्तो सिम्पल पोलो खालको टी सर्टहरू एकदमै मनपर्छ क्या यो नेक यो कलर भएको वाला है आई थिङ्क उसलाई एकदमै सुहाउँछ होला अनि अर्को छ सेम यो पनि किनेको हो मैले होइन यो चाहिँ मेरो सानो छोराको लागि अनि उसलाई चाहिँ कस्तो सुहाउँछ क्या उसलाई यस्तो व्हाइट कपडाहरूले चाहिँ अति सुहाउँछ मेरो छोराहरूलाई चाहिँ सही हो नि त बच्चाहरूलाई चाहिँ मलाई चाहिँ अलिकति सफा चट्ट ब्राइट कलर्सहरू युज गरेको चाहिँ राम्रो लाग्छ तर मेरो बच्चाहरूले त यस्तो कलर पनि युज गरेर आउँछ है या यो एउटा अनि अर्को चाहिँ सानै बेबीको लागि हो यो चाहिँ पिजेस उसको लागि कस्तो क्युट छ क्या यो पिजेले कति छ अनि यसको चाहिँ यस्तो पनि छ क्या माथिबाट अनि यो चाहिँ कटनको हो होइन सुतीको सरी इट्स नट कटन आई थिङ्क सुती होला यो चाहिँ राति सुत्दाखेरिमा चाहिँ एकदम राम्रो हुन्छ मलाई चाहिँ बच्चाहरूलाई यत्तिकै सुताउन मन लाग्दैन पिजेहरू चेन्ज गराएर यताउता गराएर मात्रै सुताउन मन लाग्छ है सो दिस इज फर सानो छोरा अनि अर्को पनि छ है कति धेरै किने क्या मैले मेरो कपडा मेरो पैसा जति यस्तै चिजमा
खर्च हुन्छ क्या सिन्स अब समर छ नि त अनि उनीहरूले चाहिँ अस्ति नै मलाई एकदमै स्विमिङ लैजाऊ भनिरहेछ होइन अनि म एक दिन उनीहरूलाई स्विमिङ पनि लैजान्छु सो एउटा चाहिँ स्विमिङ कस्ट्युम पनि किनिदिएको छु होइन मेरो यस्तै खालको स्विमिङ कस्ट्युम थियो त पहिला होइन यो चाहिँ मेरो ठुलो छोराको लागि आई थिङ्क अहिले चाहिँ रियलाइज भइरहेछ कि यो ठुलो हुन्छ जस्तो लागिरहेछ मलाई अनि यो चाहिँ स्पाइडरम्यान यो चाहिँ मेरो सानो छोराको लागि दिस इज फर हिम अनि टाउकोमा क्याप पनि छ होइन अनि मेरो ठुलो छोरा चाहिँ होइन बिग जेडन उसको नाम जेडन हो अनि हि इज अ बिग फ्यान अफ फुटबल क्या उसलाई एकदमै फुटबल खेल्नु मन लाग्छ अनि त्यही भएर उसको लागि भनेर मैले जर्सी लिएर आइदिएको छु उसलाई चाहिँ मेसी रोनाल्डो दुवै मनपर्छ होइन अनि मैले चाहिँ यही लिएर आइदिएँ उसलाई मन परेन भने चाहिँ आई गट चेन्ज दिस होइन रिटर्न दिस सो या यो चाहिँ हो अनि उसलाई एउटा फुटबल सुज पनि किनिदिनु पर्ने छ होइन यसो के बच्चाहरू स्पोर्ट्समा रुचि देखाउँछ भने उनीहरूलाई चाहिँ मोटिभेट गर्नुपर्छ कि होइन अब कसरी हुन्छ उनीहरूलाई ड्रेसेसहरू ल्याइदिएर हुन्छ कि अब गियरहरू लिएर आइदिएर हुन्छ कि के गरेर हुन्छ सो एउटा त्यो स्पोर्ट्समा रुचि हुनु भनेको राम्रो हो सो या दिस इज इट गाइज यति चाहिँ लिएर आएको थिएँ होइन सो तपाईँहरूले थाहै नै पाउनुभयो मेरो पैसा कहाँ खर्च हुन्छ भनेर मोस्टली बच्चाहरूकोमै खर्च हुन्छ एन्ड उनीहरूको स्कुल फी भन यताउता ओ माई गड टु मच अफ खर्च यसैको उपलक्ष्यमा एकचोटि फेरि खाइदिउँ यो सेलाइसक्यो अनि जुन कुरा चाहिँ मैले यो भिडियोको स्टार्टिङमा एड्रेस गरेँ नि लाइक सम पिपल कसैको एकदम सिक मेन्टालिटीहरू होइन अनि मलाई चाहिँ जब म खुसी हुन थालेँ अथवा मुना दिदी एक्चुअली होइन तपाईँहरूले त मलाई जहिले पनि मुकबाङमा नमस्ते छ्याचलो भनेर खाएको देख्नुहुन्छ नि त होइन त्यसमा तपाईँले मेरो पर्सनालिटी देख्नुहुन्न के अनेस्टली भन्नुपर्दा कोही मान्छेको पनि पर्सनालिटी देखिँदैन त्यसमा अनि अब भ्लगमा त 20-25 मिनटको 45 मिनटको हुन्छ अनि त्यसमा चाहिँ अब यो मान्छे कसरी हाँस्छ कसरी डुल्छ आफ्नो वरिपरिको मान्छेसँग कस्तो बिहेभ गर्छ यताउता होइन उसको ह्याप्पी मोमेन्ट्स कस्तो छ स्याड मोमेन्ट्समा ऊ कस्तो रियाक्ट गर्छ आफूले मिल्ने साथीलाई भेट्दा उसले कस्तो रियाक्ट गर्छ तपाईँहरूले सबै एनालाइज गर्न सक्नुहुन्छ नि त होइन एक्चुली भ्लगबाट पनि सबै कुरा थाहा हुन्छ भन्ने पनि छैन होइन सो सम फ्यु पिपल brain dead people accused me of having a new boyfriend है just because म एउटा केटी हो म एउटा महिला हो just because I'm a woman and I'm living my life to the fullest मैले अलिअलि इङ्ग्लिस वर्डहरू पनि युज गरेँ बिकज my mom and dad are watching this क्या उनीहरूले मेरो जहिले पनि भ्लग हेर्छ सो दे आर वाचिङ दिस अनि उनीहरूले त्यो सुन्दाखेरि उहाँहरूलाई कस्तो फिल होला होइन सो मैले फ्यु वर्ड्स हियर एन्ड देयर इङ्ग्लिसमा बोलिरहेको छु सो दे वन्ट अन्डरस्ट्यान्ड इट जस्ट बिकज आइ एम अ वुमन एन्ड जस्ट बिकज आइ एम ह्याप्पी आइ एम अर्निङ आइ एम डुइङ माई सेट होइन एभ्री डे आई क्यारी माई सेल्फ होइन त्यो हेरेर few people are so jealous that they accuse me of having याडा होइन अनि यसमा चाहिँ तपाईँको पर्सनालिटी झल्किन्छ क्या तपाईँले कसरी सोच्नुहुन्छ तपाईँको थट प्रोसेस कस्तो छ भनेर चाहिँ यसमा झल्किन्छ बुझ्नुभयो नि तपाईँ भन्दै गर्नुहोस् म मेरो काम गर्दै गर्छु म अगाडि बढ्दै नै गर्छु होइन अनि अर्को कुरा मैले नबुझेको कुरा इफ सम पोइन्ट मेरो लाइफमा पछि गएर इफ सम पोइन्ट होइन आई वान्ट मेक अ बोय फ्रेन्ड त्यसमा चाहिँ तपाईँलाई के प्रब्लम आई थिङ्क त्यसमा चाहिँ कसैलाई पनि त्यो प्रब्लम हुनै पर्दैन क्या हालाकि अहिले मेरो लाइफमा कोही पनि छैन होइन मैले मेरो आफ्नो काम गरिरहेको छु हिँडिरहेको छु मलाई पनि लोन्ली फिल हुन्छ आई अल्सो फिल सो मेनी थिङ्स यताउता मैले भनिहालेँ भने पनि
यसमा चाहिँ तपाईँको टाउको दुखाइ हुनु पर्ने केही रिजनै छैन क्या मैले चाहिँ यति नै बुझेँ कि यु गाइज डोन्ट वान्ट सक्सेसफुल वुमेन के तिमीहरूलाई हेर्नु मन छैन क्या र मलाई यति म यस्तो सक्ड म लाइक सक्ड होइन एक्चुली म सक्ड छुइनँ यो कुरा चाहिँ एउटा वुमेनकै मुखबाट निस्केको कुरा हो क्या इट मिन्स मान्छे अहिले केटी मान्छेहरू डराउनु पर्ने स्थिति केटा मान्छेसँग होइन क्या केटी मान्छेसँग नै हो है एउटा केटी मान्छेले नै स्ट्यान्ड गर्न सक्दैन अर्को केटी मान्छे अगाडि बढेको खुसी भएको लाइफमा केही गरेको अचिभ गरेको होइन सो अलराइट गाइज त्यही नै हो मेरो आज पनि धेरै थुप्रो काम छ मैले धेरै भेट्नुपर्छ होइन मैले धेरै मान्छेहरूलाई भेट्नुपर्छ मेरो बिजनेस चलिरहेछ यताउता है सबैजनालाई भेट्नुपर्ने हुन्छ अब भेटे पछि अब त्यस्तो खालको सुट भएको मान्छेले त अब भेटे पछि नै सी इज विथ दिस एन्ड द्याट म्यान भनेर भनि नै हाल्छ होइन सो आई डोन्ट केयर आई डोन्ट गिभ अ सेट आई डोन्ट गिभ अ एफ होइन त्यही हो खुसी रहनुहोस् अरूलाई पनि खुसी भएर बाँचेको हेर्न सिक्नुहोस् है आफ्नो काम गर्नुहोस् भ्लग हो रमाइलो लिनुहोस् अनि अप्रिसिएट गर्न सिक्नुहोस् एन्ड आजको मेरो काम भनेको चाहिँ रेस्टुरेन्टको कामहरू हुन्छ मेरो भाइहरूलाई भेट्न पर्ने कामहरू छ होइन पार्टनर्स एन्ड देन आई थिङ्क नेक्स्ट भिडियोमा चाहिँ आई रिभिल मेरो रेस्टुरेन्टको नाम पनि अनि त्यो बाहेक आज चाहिँ म कहाँ जानुपर्छ मी एन्ड नाइमा हेभ अ डेट आज एक्चुली हामीले हिजो कुरा गरेको अनि जाउँ त तिमी र म कतै नाइस प्लेस नाइस फुड एक्चुली लाइक गर्ल्स हामी दुईजना मात्रै बसेर मजाले कुरा नगरेको धेरै भइसकेको छ होइन सो निमेशको मुभीको प्रिमियर पछि चाहिँ निमेश भाइको मुभीको प्रिमियर पनि लाइफ ड्यामेजको पछि चाहिँ हामी कतै जान्छौँ होला गुड प्लेसमा चिल गर्न एन्ड देन आल कम ब्याक होम यस्तै हो या जानुभन्दा अगाडि चाहिँ सुखी रहनुहोस् स्वस्थ रहनुहोस् खुसी रहनुहोस् है एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग इट्स काइन्ड अफ आम यापर के म बोले गर्छु है अनि कति मान्छेलाई दिक्क पनि लगाइरहन्छ कति बोल्छ भनेर होइन ठिकै छ